सबैमा नमस्कार, सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल मार्को पोलो एडभेन्चरमा। आज मैले हजुरहरुमाझ रारातालदेखि मुर्मा टपसम्मको भिडियो लिएर आएको छु, जहाँदेखि राराताललाई एकै पटकमा देख्न सकिन्छ। मुर्मा टपबाट मुर्मा गाउँ हुँदै जुम्लासम्म पुग्ने छु। यसैबीच हजुरहरुलाई एउटा सानो जानकारी जोड्न चाहे। रारातालदेखि मुर्मा टपसम्म घोडा पनि चल्ने गर्दछ। घोडाले मुर्मा टपसम्मको लागि 1500 रुपैयाँ लिने गर्दछ भने वापस घोडामै रारातालसम्म फर्किनु पर्ने भयो भने थप 1000 रुपैयाँ लिएर जम्मा 2500 रुपैयाँमा तालदेखि मुर्मा टप भएर वापस तालसम्म आउन सक्नुहुनेछ। यात्राभर सँगै रहनु होला। अहिले हामी 11:15 बजे खाना खाएर मुर्मा टपको लागि जाँदै छौं। सामान्यतया घोडामा 2 घण्टा लाग्छ भनिएको छ। हेरौं हामी कति घण्टामा पुग्छौं। यो बाटो सल्लेरी फर्किन्छ भने यो बाटो माथि मुर्मा टप जान्छ र यहाँ मैले अघि जिकिर गरेको छपराल बस्ती छाप्रू गाउँ भनेको यही ठाउँमा थियो अरे। यहाँ माथि छाप्रू महादेवको मन्दिर पनि छ, हजुरलाई देखाउने छु। घोडा हामीलाई प्रेम गीत 2 मुभी कतिजनाले हेर्नु भएको छ। उक्त मुभीमा एउटा सिन छ जसमा बजुले आफ्नो गहनालाई कपडामा पोको पारेर एउटा रुखको पुवालमा राख्नुहुन्छ र उक्त गहना पछि गएर नातिनीले निकालेको देखाइएको छ। उक्त मुभीको सिन यसै छाप्रू गाउँको एउटा रुखमा छायाङ्कन गरिएको थियो। अहिले म छाप्रू गाउँमा आइपुगेको छु। त्यतिखेरको यो छाप्रू गाउँ यहाँ पछाडि देख्न सक्नुहुन्छ, यो रारा महादेवको थान रहेको छ। त्यतिखेर अहिले यसलाई छाप्रू महादेव पनि भनेर भन्दा रहेछन्। यो छाप्रू महादेव किन भयो भनेपछि छाप्रू गाउँमा भएको हुनाले। र अगाडि देख्नुहुन्छ यो रुखभन्दा अगाडि धेरै ढुङ्गाहरू छरिएको छ यो भनेको। अनि यहीँनिर पनि यो पहिलाको छाप्रू गाउँको बस्तीको भग्नावशेषहरू हो। अगाडि राराताल देख्न सक्नुहुन्छ। यो बस्ती अहिले चिसापानीमा छ। 2 घण्टा 15 मिनटको पदयात्रापछि हामी मुर्मा टपमा आइपुगेका छौँ। मुर्मा टप आइपुग्दा ठुलो बेगमा हावा चलिराखेको पायौँ, जसको कारण अति नै ठिर्याउने चिसो छ। हामी केही बेर यहाँको दृश्यको आनन्द उठाउँछौँ, त्यसपछि वापस मुर्मा गाउँ हुँदै जुम्लातर्फ लाग्नेछौँ। यहाँ देखिराख्नु भएको जति पनि घोडाहरू छ, यिनी घोडाहरूले यहाँसम्म आउने यात्रुहरूलाई लिएर आएको थियो। अब भने वापस जाँदैछ। नेपालको सबैभन्दा ठुलो राराताललाई एकै पटक देख्न सकिने यस मुर्मा टपबाट थप अरू देखिने दृश्यहरू अति नै सुन्दर र मनमोहक छन्। यदि हजुर हिउँदमा या चैत्रसम्म पनि यस क्षेत्रमा आइपुग्नुभयो भने यस क्षेत्र पुरै बरफले ढाकेर सेताम्मै हुने गर्दछ। अहिले हामी फर्किँदा भने फरक बाटोबाट फर्क्यौँ। मुर्मा टपबाट मुर्मा गाउँ हुँदै हामी सल्लेरी पुग्छौँ। अहिले मुर्मा गाउँ आइपुगेको छौँ। हजुरहरूलाई कतिजनालाई याद छ, यदि मुभी हेर्नुभएको भए याद होला। प्रेम गीत 2 मा यो मुर्मा गाउँमा सुट गरिएको थियो। म त मुर्मा गाउँ ठुलो होला भन्ने सोचिरहेको। दाजु नमस्ते, पानी खान पाइन्छ? कोही हुनुहुन्छ कि हुनुहुन्न घरमा? हो पानी हात जुठाछन् गरे। यही जर्किनमा छ पानी, यसैबाट खाइहाल्छौँ हामी। यहाँ पानी मागिन्छौँ एकजना मनकारी दाजुका।
पानी खाएर बाटो तताउँछौँ अनि आज फेरि पसिना आइहाल्यो पानी तातो छ त यहाँ त बोतल झिक्दिनु न घामले तातेर होइन बाहिर राखेको त घाँटी दिखाउने पानी यहाँ दिनभरि पानी आउँदैन यो धारामा बिहान साँझ हो र बेलुका मात्रै आउँछ कति घन्टा आउँछ पानी हजुर यो मुरमा पानीको अभाव छ त कति घर छ यहाँ कति घरधुरी 80वटा घरधुरी छ धेरै रहेछ त प्रेम गीत 2 फिल्ममा सुटिङ गरेको टोडको थियो नि बजुले त्यो गहना लुकाएको कहाँ छ त्यो रुख यतै छ कि त्यो त्यतिकै देखाएको थाहा छैन हजुर ए त्यहाँ छपरल बस्तीको हामी त्यही बाटो भएर आयौँ थाहै पाएनौँ हामीले एक त पानी कम रहेछ यहाँ पानी दिनुभयो मनकारी हुनुहुँदो रहेछ धेरै धेरै धन्यवाद अब यहाँ अर्को गाउँ आउँछ कि आउँदैन उहाँ पुग्ने बेलासम्म फलामको पुल पुग्छ होइन यो बाटो त्यहाँ पुग्ने बेलासम्म अर्को गाउँ आउँछ कि आउँदैन मैले माझगट्टा भन्न खोजेको झ्यारी झ्यारी भनिरहेको थिएँ हुन्छ बुवा नमस्ते धेरै धेरै धन्यवाद अब माझगट्टा होइन माझगट्टा पुग्छौँ मुर्माटपबाट मुर्मा गाउँ त्यसपछि रातापानी हुँदै अहिले माझगट्टा आइपुग्यौँ माझगट्टाबाट अब फलामे पुल यो छेउमा बगिराखेको रारातालको पानीको ओभरफ्लो हो जुन फलामे पुल भएर आएको थियो अब हामी फलामे पुल भएको ठाउँमा जान्छौँ पानी भर्ने यहाँ रेसोर्टहरू छ प्रशस्त मात्रामा हजुरहरू यदि त्यहाँको डाँफे रिसोर्टलाई स्किप गर्न चाहनुहुन्छ भने फलामको पुलबाट सिधा अगाडि गयो भने तालको छेउछेउ अगाडि गयो भने तपाईँ वहाँ पुग्नुहुन्छ भुटु पुग्नुहुन्छ हजुरहरू लेफ्ट ह्यान्ड साइड आउनुभयो भने यो माझगट्टाको होमस्टे लगायत रिजोर्टहरू छ यसमा आइपुग्नुहुन्छ अहिले भने रारातालको पानी यसरी बाहिर निक्लिएको छ बर्खामा भने यो पानी ठुलो हुने गर्दछ अब अहिले हिउँद लागेको हुँदा पानीको मुहान अथवा पानीको निकास अलि सानो छ विदेशी पाहुनाहरू आउनुभएको छ नमस्ते नमस्ते फाइनल्ली अहिले अब हामी हिजो यही समय हो कि अलि ढिलो हो अलि ढिलो यही बाटो भएर गएको थियौँ यही ठाउँमा आइपुगेका छौँ अब सिधा अगाडि गयो भने भुटु डाँफे होटल भएको ठाउँ हामी भने यता जान्छौँ यहाँ हाम्रो एकजना दाजु हुनुहुन्छ जो बिहान 7 बजे खतियाडबाट हिँड्नु भएको अहिले यहाँ आइपुग्नु भएको छ हुन्छ दाजु नमस्ते राम्रोसँग जानु होला खुसी लाग्यो हजुरसँग भेट भयो फाइनली अहिले यतिखेर हामी सल्लेरी आइपुगेका छौँ सल्लेरीमा 5:55 भइसकेको छ हामीलाई आउँदैखेरि पिनामा प्रहरी साथीहरूले के भन्नुभएको थियो 36 भन्दा पछाडि चाहिँ तपाईँहरू यहाँबाट जान सक्नुहुन्न वापस भन्नुभएको थियो हेरौँ अब 1 घन्टाको बाटो होला मिनिमम पनि जान्छौँ रिक्वेस्ट गर्छौँ के भन्नुहुन्छ
अहिले हामी पिना चेक पोइन्टमा छौँ। हामी पनि धेरै आत्तिएको थियौँ, हामी 6:30 बजेभन्दा ढिलो हुन्छ कि भनेर 6:25मा आइपुगेको हुनाले हामीले एन्ट्री पायौँ। अब भेट बुलबुले। फाइनली अहिले 10 बजे हामी जुम्लाको एयरपोर्ट आसपासमा आइपुग्यौँ र दाइको घरमा आएर बास बस्यौँ। अनि भतिज, उहाँ भाउजू अनि यहाँ मेरो दाजी होइसिन्छ। भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै आउँदो हप्ताको भिडियो मेरो साथी नरेन्द्र न्यौपानेको स्याउ फारमको हुनेछ। तबसम्मको लागि बिदा हुन्छु। नमस्कार।